हेलो साथीहरूलाई स्वागत छ मेरो अर्को भिडियोमा। र साथीहरू, स्वरोजगार लघुवित्तको एफपीओ बाडफाड भइसकेको छ र यसको बाडफाड चाहिँ अस्ति चैत 1 गते भएको हो है। र साथीहरू, यसले चाहिँ कुल 1,95,773 किता एफपीओ चाहिँ सर्वसाधारण जनता हजुर हाम्रो लागि खुलाएको थियो, जसमध्ये 19,577 जनाले 10 किता पाए र 3 जना भाग्यमानी मान्छेहरूले चाहिँ 11 किता पाउन सफल भएको छन् है साथीहरू। र यसमा चाहिँ कुल आवेदन 17,80,457 जनाको आवेदन परेको थियो र 17,77,793 जनाको एफपीओ चाहिँ एप्रुभ भएको थियो र 2,664 जनाको चाहिँ एफपीओ चाहिँ क्यान्सल भएको थियो विभिन्न कारण, कसैको पैसा नभएर होला, कसैको डबल एन्ट्री भएर चाहिँ 2,664 जनाको चाहिँ एफपीओ रद्द भएको थियो साथीहरू। र आजको दिनमा यसको कारोबार यो 981 मा चाहिँ कारोबार भइराखेको छ साथीहरू। जसलाई यो एफपीओ पर्यो साथीहरू, उहाँहरूलाई अलरेडी 8,000 भन्दा माथि फाइदा भइसकेको छ साथीहरू आजको दिनमा। र अब यो दोस्रो बजारमा लिस्ट हुनलाई यसलाई करिब 2 देखि 3 हप्ता लाग्न सक्छ साथीहरू। र त्यति बेला कति हुन्छ यसको कारोबार हैन, त्यतिमा हजुरले यसलाई बेच्न पाउनुहुन्छ। जस यतिकै रेन्जमा रहन्छ। अब 981 मार्केट अनुसार मार्केट 1000 माथि पनि जान सक्छ हैन, वा 1000 तल पनि जान सक्छ। र यसको चाहिँ ओभरअल पर्फर्मेन्स हेर्ने हो भने राम्रै छ कम्पनीको पर्फर्मेन्स। 52 विक हाई लो हेर्दाखेरि 1250 चाहिँ यसको 52 विक हाई रहेछ, 633 चाहिँ यसको लो रहेछ साथीहरू। लघुवित्तको कम्पनी हो, पर्ने साथीहरू चाहिँ अति नै भाग्यमानी हुनुहुन्छ साथीहरू है त। ल साथीहरू, कोलाई पर्यो कमेन्ट गर्नु होला। र थप यसको चाहिँ अरु लिस्टिङहरु कहिले हुन्छ के हुन्छ यो चाहिँ मेरो यो च्यानलमा आइराख्छ साथीहरू, अपडेट भइराख्नु होला र च्यानललाई सब्स्क्राइब पनि गर्नु होला। र नबिर्सिकन चाहिँ कोलाई पर्यो कमेन्ट गर्न चाहिँ नबिर्सिनु है त साथीहरू। हस्। र साथीहरू, यदि हजुरहरूले रिजल्ट चेक गर्नु भएको छैन भने चाहिँ रिजल्ट चाहिँ कसरी चेक गर्ने हेरौ है त। सो त्यसको लागि cdsc.ipo.result रिजल्ट टाइप गर्नुहोस्, एन्टर गर्नुहोस्। अलटमेन्ट रिजल्ट फर्स्टमै आएको यो लिंकमा क्लिक गर्नुहोस्। यो वेबसाइटको लिंक म तल डिस्क्रिप्सनमा पनि राख्दिनेछु साथीहरू। कुन कम्पनीको हजुरले हेर्न जाँदै हुनुहुन्छ त्यो सिलेक्ट गर्नुहोस्। हामीले स्वरोजगारको हेर्न जाँदैछौँ, स्वरोजगारको सिलेक्ट गर्नुहोस्। हजुरको बीओआईडी नम्बर टाइप गर्नुहोस् र क्याप्चा एन्टर गर्नुहोस् 9 अनि भ्यू रिजल्ट गर्नुहोस्। सरी नट अलॉटेड फर द एन्टर्ड बीओआईडी। ओ शिट, मलाई त परेन साथीहरू है। यदि हजुरहरूलाई परेको रहेछ भने चाहिँ यहाँ अलॉटेड 10 क्वान्टिटी भनेर देखाउँछ र परेको छ भने साथीहरू शेयर गर्न चाहिँ नबिर्सिनु होला। शेयर गर्नुपर्छ साथीहरू। बबाल कम्पनी हो नि यार, अलरेडी नाफामा जाने यार। 1000 लगानी गरेर 10,000 कुन दिन्छ, कुन व्यवसायले दिन्छ। त्यही भएर पावर छ शेयर मार्केटमा साथीहरू। ल